भीमदत्त बहुप्राविधिक शिक्षालय क्रियाशीलताका 6 वर्ष। बैतडी जिल्लाको पाटनमा विक्रम सम्वत 2075 सालमा स्थापना गरिएको भीमदत्त बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVTको आङ्गिक शिक्षालय हो। दार्चुला, बैतडी र डडेलधुरा जिल्ला र बझाङ जिल्लाको दक्षिणी भूभागका युवाहरूलाई पाएक पर्ने पाटनमा गरिखाने शिक्षा प्रदान गर्ने उद्देश्यले भीमदत्त बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको हो। स्थापनाको पहिलो वर्ष विक्रम सम्वत 2075 मा भीमदत्त बहुप्राविधिक शिक्षालयमा डिप्लोमा स्तरको कृषि बाली विज्ञानका कक्षा सुरु गरिएको थियो। भीमदत्त बहुप्राविधिक शिक्षालय यो बैतडी, दार्चुला र डडेलधुरा तीनवटा जिल्लाको बीचमा र क्याचमेन्ट एरिया पनि भएको हुनाले र बैतडी जिल्लामा कृषिको अत्यधिक सम्भावना पनि रहेको हुनाले 2075 सालमा डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्स कार्यक्रमबाट भीमदत्त बहुप्राविधिक शिक्षालयको चाहिँ स्थापना भएको हो। कृषिलाई मुख्य पेसाका रूपमा लिएको सुदूरपश्चिमको कृषि कर्ममा आधुनिकता र व्यावसायिकता ल्याउन सार्थक भूमिका निभाउने उद्देश्य यस कार्यक्रमको रहेको छ। विक्रम सम्वत 2076 साल फागुन 15 गते यस शिक्षालयको औपचारिक उद्घाटन भएपछि यस शिक्षालयलाई देशव्यापी रूपमा चर्चित र चासोको विषय बनायो भने अर्कोतिर जनअपेक्षाको क्षेत्र फराकिलो पनि बन्न पुग्यो। बैतडी जिल्लाका राजनीतिज्ञहरूको सार्थक भूमिका, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVTको सहजीकरण र शिक्षालयको जोत्साहका र थप कार्य गर्ने उत्साहको परिणाम स्वरूपमा शिक्षालयका लागि आवश्यक भौतिक संरचना निर्माणका कार्य अगाडि बढेका थिए। सुदूरपश्चिमको पहाडी क्षेत्रका युवाहरूलाई प्राविधिक शिक्षा मार्फत सार्थक भविष्य दिने गरी 2076 पछि डिप्लोमा स्तरका सिभिल इन्जिनियरिङ र फार्मेसी विषयका कार्यक्रम थप गरिएको थियो। भीमदत्त बहुप्राविधिक शिक्षालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउन सैद्धान्तिक शिक्षा र प्रयोगात्मक अभ्यासका गतिविधिलाई सँगसँगै लगिरहेको छ। प्राविधिक विषय, शैक्षिक सामग्री र भौतिक संरचनाहरू थपिएसँगै युवा वर्गमा प्राविधिक शिक्षातर्फको आकर्षण बढ्दै गएको छ। यसको स्थापना कालदेखि सुरु गरिएको डिप्लोमा स्तरको कृषि ISC-AG बाली विज्ञानका प्राविधिक कक्षाहरूले विद्यार्थीहरूलाई माटोसँग सुरुदेखि चिर परिचित गराई परिणाममुखी र परिपक्व बनाउने प्रयत्न गरिएको छ। कृषि बाली विज्ञानतर्फ प्राविधिक शिक्षाले रोजगार र स्वरोजगार हुने सपना देखेका विद्यार्थीहरूले आफ्नो स्तर अनुसारका रोजगार पाउन सक्नेछन्। हामीहरूले चाहिँ यहाँ कृषि पढेर आएपछि किनकि आधुनिक तरिकाले कसरी खेती गर्ने, सोइल टेस्ट गर्ने, हामीहरूलाई चाहिँ कुन ठाउँमा के लगाउँदाखेरि उपयुक्त हुन्छ, कसरी हाम्रो उत्पादन बढ्छ भन्ने कुरा थाहा हुन्छ। हाम्रो यतातिर सबै हामीहरूभन्दा जुनियर भाइ बहिनीहरूलाई कृषि भनेको एउटा नर्मली खेती भन्ने बुझिया हुन्छन्। कृषि भनेको एउटा खेती मात्रै होइन कि जीवनलाई चाहिँ कसरी जिउने कि जीवन चाहिँ विदेशमा चाहिँ धेरै जस्तो व्यक्तिहरूले चाहिँ खेतीमा मात्रै डिपेन्ड रहेर चाहिँ आफ्नो चाहिँ जीविकोपार्जन गरिरहेछन्। हामीहरूले आधुनिक खेती गऱ्यौँ भने हामीहरूले पनि जीवन चाहिँ जिउन सक्छौँ भन्ने हो। गर्न सक्छु, केही पनि गर्न सक्छु, केही कृषि फार्महरू खोल्न सक्छु, आफ्नो जीवन आर्जन गर्ने केही पनि आँट आउन सक्छ भन्ने लिएको छु शिक्षालयबाट। धेरै 2-3-4 ब्याच चाहिँ पास आउट पनि भइसके र यो पास आउट भएको विद्यार्थीहरू प्रायः जस्तो चाहिँ फर्दर स्टडी गरिरहेछन्। तिनीहरूले चाहिँ BSc-AG यता नेपालमा पनि गरिरहेछन्, इन्डियातिर पनि गरिरहेछन्, अरू ठाउँ पनि गरिरहेछन्। अनि केही चाहिँ थोरै चाहिँ रोजगारी चाहिँ कतै टिचिङको काम गर्ने, कतै चाहिँ प्रोजेक्टहरूतिर गरिरहेछन्। अनि कोही घरतिर सानोतिनो चाहिँ फार्महरू चाहिँ सुरुवात गरेर चाहिँ काम गर्न खोजिरहेछन्। भीमदत्त बहुप्राविधिक शिक्षालयमा विक्रम सम्वत 2076 देखि सुरु भएको सिभिल इन्जिनियरिङ विषयको शैक्षिक कार्यक्रम मार्फत सिप हासिल गर्ने जनशक्तिले भौतिक विकास निर्माण गतिविधिमा आफ्नो भूमिका भेटाउन सक्नेछन्। शिक्षालयमा यिनीहरूले सर्वे, लागत इस्टिमेट, ड्रइङ, अटोक्याड लगायतका निर्माण कार्यसँग सम्बन्धित विषयमा दक्षता हासिल गर्नेछन्।
पढाइको कुरा गर्दाखेरि एकदम राम्रो छ। थ्योरिटिकल नलेजमा एकदमै राम्रो छ अनि प्र्याक्टिकल कुराहरूमा पनि सबै कुरा चाहिँ एकदम राम्रो छ। प्र्याक्टिकल ल्याबहरू चाहिँ एकदमै प्रशस्त छ। मेसिनहरू हाम्रो सिभिल इन्जिनियरिङ सेक्टरमा काम लाग्ने आई थिङ्क सबै कुराहरू चाहिँ हाम्रो पुगेछ जस्तो लाग्छ। सिभिल इन्जिनियरिङ विषयका विद्यार्थीहरूले आफ्नो अध्ययन सकिसकेपछि सरकारी निकायहरूमा सहायक स्तर प्रथममा जागिर खान सक्ने हैसियत राख्नेछन्। कृषि र निर्माण विषयमा थुप्रै विद्यार्थीहरूलाई प्राविधिक शिक्षा दिइरहेको अवस्थामा आफ्ना शैक्षिक कार्यक्रम थप्दै जाने क्रममा भीमदत्त बहुप्राविधिक शिक्षालयले विक्रमसम्म 2077मा स्वास्थ्य विधा अन्तर्गतको फार्मेसी विषयमा पठन पाठन सुरु गरेको थियो। औषधि म्यानुफ्याक्चरिङ गर्नेदेखि त्यसपछि चाहिँ पेसेन्टमा चाहिँ दिनेसम्म जति पनि कामहरू हुन्छ म्यानुफ्याक्चरिङ टु डिस्पेन्सिङ गर्ने जो ब्रान्च हुन्छ त्यसलाई चाहिँ फार्मेसी भनिन्छ सर। जेनरली चाहिँ फार्मेसीमा पनि अहिले चाहिँ 3वटा तहमा छ। जेनरली चाहिँ एउटा डिप्लोमा इन फार्मेसी भन्छ, अर्को चाहिँ ब्याचलर इन फार्मेसी भन्छ, अर्को चाहिँ मास्टर्स इन फार्मेसी भनेर जनरली छ। यो 3 वर्षे फार्मेसीमा चाहिँ फार्मेसी पढिसके भनेपछि चाहिँ भोलि चाहिँ नेपाल सरकारको 5औं तहमा चाहिँ सिफारिस हुन चाहिँ योग्य हुन्छन् विद्यार्थीहरू। स्वास्थ्य क्षेत्र विश्वभर चासोको विषय बनिरहेको सन्दर्भमा यस शिक्षालयमा सुरु भएको फार्मेसी विषयको औचित्य बढ्दै गइरहेको छ। यस शिक्षालयमा फार्मेसी विषयको प्राविधिक शिक्षातर्फको आकर्षण पनि बढ्दै गएको छ। यहाँ सुदूरपश्चिममै सबैभन्दा सस्तो शिक्षालय हाम्रो भीमदत्त बहुप्राविधिक शिक्षालय। यहाँ चाहिँ निकै क्वालिफाई शिक्षकहरूद्वारा अध्यापन गराइन्छ। फार्मेसी विषय अध्ययन गरिरहेका युवाहरूका दक्षता र ज्ञानले भविष्यमा रोजगार तथा स्वरोजगारका थुप्रै अवसर अगाडि आउनेछन्। फार्मेसी पढ्नुको खास कारण चाहिँ मेरो पछि गएर भविष्यमा विभिन्न किसिमका स्कोपहरू छन्। जस्तै फार्मेसी पढेर हामी विदेश पनि जान सक्छौँ, यहाँ नेपालमा केही बिजनेस गर्न सक्छौँ। जस्तै ड्रग्सहरूको लागि फार्मेसी भन्नाले चाहिँ ड्रग्स म्यानुफ्याक्चरिङदेखि लिएर चाहिँ ड्रग्स डिस्ट्रिब्युसनसम्म पेसेन्टलाई डिस्ट्रिब्युसन गर्नुसम्मको जम्मा प्रोसेसलाई चाहिँ फार्मेसी भनिन्छ। स्थापना पछिका 6 वर्षमै शिक्षालयले थुप्रै सकारात्मक उपलब्धि प्राप्त गरेको छ। यस शिक्षालयबाट प्राविधिक शिक्षा लिएका अधिकांश विद्यार्थी रोजगार तथा स्वरोजगार भएका छन्। अब पास आउटको अवस्था पहिलो ब्याचमा हाम्रो लगभग रिजल्ट 85% जति रिजल्ट अथवा एकदमै राम्रो नतिजा रह्यो र दोस्रो ब्याचमा त्योभन्दा अझै झन् राम्रो लगभग 95% नै रिजल्ट रह्यो र जसमध्ये पास आउट 2टा ब्याचहरूमध्ये अब केही परीक्षाहरू लगभग 30 देखि 40%को हारिहारीमा विद्यार्थीहरू लोकसेवाको तयारीमा साथै उच्च शिक्षाको तयारीमा रहेको जानकारीमा छ र तीमध्ये पनि अब केही भाइ बहिनीहरूले लोकसेवा को तयारी गरिसकेको र एकजना भाइको चाहिँ हालसालै गण्डकी प्रदेशमा लोकसेवाबाट सिफारिस हुन मात्रै बाँकी रहेको जानकारी पनि हिजो अस्ति मात्रै प्राप्त हुनुभयो र त्यो बाहेकको साथ भाइ बहिनीहरूले अब निर्माणको क्षेत्रमा कन्स्ट्रक्सन कम्पनीतिर अथवा कुनै प्राइभेट सेक्टरमा अथवा कन्सल्टेन्सीतिर काम गरिरहेको अवस्था छ र त्यो बाहेकको भाइ बहिनीहरू अथवा पास आउट भएको भाइ बहिनीहरू पनि अब आगामी अध्ययनको लागि अब विदेशको तयारीमा रहेको पनि जानकारीमा छ। यहाँ दक्ष अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइन्छ। हरेक फ्याकल्टीको प्रयोगात्मक प्रयोगशालाहरू पनि रहेका छन्। प्रशस्त इन्स्ट्रुमेन्टहरू रहेका छन्। अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण पनि गराइन्छ। गण्डकी प्रदेश लोकसेवा आयोगले लिएको सब इन्जिनियर 5औं तहको लोकसेवा परीक्षा पास गरेको छु, जसको श्रेय म भीमदत्त बहुप्राविधिक शिक्षालयले नै दिन चाहन्छु। 3वटा विधामा प्राविधिक शिक्षा प्रदान गर्दै भीमदत्त बहुप्राविधिक शिक्षालयले एकपछि अर्को सफलताको सिँढी चढ्नुमा शिक्षालय प्रशासनको नेतृत्वदायी भूमिका, शिक्षक प्रशिक्षकको क्रियाशीलता र सुदूरपश्चिम क्षेत्रका युवाहरूमा प्राविधिक शिक्षाप्रतिको आकर्षणले ठूलो भूमिका खेलेका छन्। 3वटै विभागका विभागीय प्रमुख, प्रशिक्षकहरू, प्रशिक्षार्थीहरू, सेवाग्राहीहरूलाई हामीले सेवा दिइरहेका छौँ। प्रशासनिक रूपमा उत्कृष्ट रहेको छ। प्राविधिक धारतिर हाम्रो यस भीमदत्त बहुप्राविधिक शिक्षालयमा 14वटा कर्मचारी रहेका छन् भने प्रशासनिक कर्मचारी 8 जना रहेका छन्।
भीमदत्त बहुप्राविधिक शिक्षालयसँग कार्यशाला भवन, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला र पर्याप्त उपकरणहरू, विषय विज्ञहरूबाट लेखेका पुस्तकहरूले भरिएको पुस्तकालय छन्। पाटन विमानस्थलसँगै जोडिएको स्थानमा महिला छात्रावास भवन, शिक्षालय प्रमुख र कर्मचारी आवास गृह रहेका छन्। कृषि बाली विज्ञान पढिरहेका विद्यार्थीको अभ्यासका लागि खेतबारी र माछा पोखरी रहेका छन्। स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षा लिइरहेकाहरूको अभ्यासका लागि आवश्यक संरचना निर्माण गरिएको छ। निर्माणाधीन भौतिक संरचनाहरूले यहाँका शैक्षिक क्रियाकलापलाई अझ व्यापक बनाउनेछन्। शिक्षालयका सम्पूर्ण क्रियाकलाप पारदर्शिता र जवाफदेहिताका साथ सम्पादन भएका छन्, जसले गर्दा शिक्षालयले सरोकारवालाहरूबाट विश्वास आर्जन गरेको छ। राम्रै छ। यहाँ पहिलेको भन्दा अहिले बढी नै अब सिस्टम पनि यो अनुसार राम्रो भयो। पहिला हामी खालि एउटा रजिस्टरमा रेकर्ड यताउति भन्ने कुरा हुन्थ्यो उतिखेर। अहिले अब कम्प्युटर सिस्टमबाट नै प्रक्रिया अगाडि हुन्छ। भीमदत्त बहुप्राविधिक शिक्षालयप्रति सकारात्मक धारणा राख्ने क्रम बढ्न थालेको छ। भीमदत्त बहुप्राविधिक शिक्षालय बैतडी जिल्लाको पाटन नगरपालिका वार्ड नम्बर 6 मा छ र यसबाट म खुसी पनि छु र एकदम विद्यार्थीहरू विभिन्न जिल्लाबाट आएर यहाँ अध्ययन गरेर आफ्नो एउटा सिकेर शैक्षिक गुणस्तर उपलब्धि गरेर भोलि चाहिँ आफ्नो भविष्य सुनौलोको लागि विभिन्न जिल्लाबाट आएका छन्। जिल्लाका स्थानीय तहहरूले प्राविधिक शिक्षा तथा तालिमलाई समृद्धि तथा आर्थिक विकासको आधारको रूपमा स्वीकार गर्न थालेका छन्। आगामी दिनहरूमा हामीले यो प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता छ। मैले के कति गर्न सक्छु आगामी वर्षमा कुनै न कुनै किसिमले हामी यो प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर पालिकाले पनि केही कार्यक्रम राख्नेछ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। जिल्ला स्थित सरकारी कार्यालयसँग भीमदत्त बहुप्राविधिक शिक्षालयको सहसम्बन्ध स्थापित भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका युवाहरूका भरोसा कायम राख्ने गरी शिक्षालयका क्रियाकलाप अगाडि बढेका छन्। समयको रफ्तार अनुसार गतिशील बन्ने तथा बजारको माग बमोजिम थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने काम भीमदत्त बहुप्राविधिक शिक्षालयले अब पनि गर्नेछ। यो शिक्षालयमा स्वास्थ्यतर्फको डिप्लोमा इन फार्मेसी कार्यक्रममा भर्नाको अवधिमा धेरै एप्लिकेन्टहरू परीक्षार्थीहरूले चाहिँ फारम भर्ने भएका हुनाले परीक्षार्थीहरूको अत्यधिक चाप पनि रहेको र स्थानीय निकायबाट पनि स्वास्थ्य कार्यक्रम थपको लागि माग भएको हुनाले शिक्षालयको सञ्चालक समितिबाट यो शैक्षिक सत्रमा एचए कार्यक्रम सञ्चालनको लागि सिटिबिटीको पोलिटेक्निक महाशाखामा पत्राचार पनि गरिसकेको अवस्था छ। शिक्षालयमा हाल उपलब्ध रहेका साधन स्रोतको अधिक उपयोग गरिनेछ। शिक्षालयको क्षमता विकास र प्राविधिक शिक्षाको गुणस्तर वृद्धिलाई प्राथमिकतामा राखेर भीमदत्त बहुप्राविधिक शिक्षाले अगाडि बढ्नेछ।